गो। नमस्ते, मेरो नाम कल्पना तामाङ हो। स्वास्थ्य विषय पढाउने सरले हामीलाई परियोजना कार्य दिनुभएको थियो अनि मैले त्यस्तो बनाइरहेको छु चुलो। यो परियोजना कार्य चाहिँ केबाट बनाउने कुरा थियो? माटोबाट बनाउने। के हो यो? यो चुलो, दुई मुखे चुलो दामी रहेछ ल। यही अलिक ठुलो साइजमा त हो हामीले घरमा चलाउने है। यो बनाउने मान्छे चाहिँ कल्पना तामाङ। नमस्ते, मेरो नाम निकिता नेपाली। हामीलाई चाहिँ स्वास्थ्य पढाउने सरले माटोको भाँडा बनाउन दिनुभएको छ र मेरो माटोको भाँडा यस्तो रहेको छ। के हो यो? टोपी। ए टोकरी, कस्तो दामी रहेछ। वाउ, हेरिदिनुहोस् है साथीहरू, टोकरी सोफिया नेपालीले बनाएको आकर्षक रङ सहितको छ, साह्रै आकर्षक। ए टोकरी के हो यो? सुन्तला। सुन्तला उता पात। ओके, थ्याङ्क यू। आसिमाले बनाएको है। नमस्कार, मेरो नाम जोन गौतम हो। सरले हामीलाई प्रयोजन कार्य माटोको सामानहरू बनाउनु भन्नुभएको थियो, त्यसको नतिजा यस्तो निस्केको छ। के हो यो? चुला पनि बनिन्छ, पिरा पनि बनिन्छ। यतापट्टि एउटा पिरा, यतापट्टि एउटा यो चुलो अनि मोमो। यो मोमो माटोको अलिक पछाडि देऊ त। माटोको मोमो खै, मोमो चाहिँ राम्रो रहेछ हौ माटोको। ल साथीहरू, यो माटोको मोमो है, माटोबाट बनेको दामी। सब्जी भरे जस्तो छ, सब्जी नै भरेको हो नि यहाँ। यो चाहिँ हाम्रो जोन गौतम भाइले बनाएको हो। के को? के हो यो? सुन्तला। ए सबैको सुन्तलाको आइटम पो बवाल रहेछ। ल यो चाहिँ सुन्तला हो है, माटोबाट बनेको। बनाउने बहिनी शर्मिला। के हो यो? सुन्तला। सबैको सुन्तला सँगै बसेर बनाएको हो सबैले। सुन्तला इक्साले बनाएको। चुलो, दुई मुखे चुलो बनाउने मान्छे चाहिँ गङ्गा। नमस्ते, मेरो नाम जयदेव पुलु। स्वास्थ्य पढाउने सरले हामीलाई माटोको भाँडा सामान लगाउनु भएको थियो, मैले बनाएको स्याउ दामी रहेछ। ल जयदेवले बनाएको स्याउ अरे, माटोबाट बनाएको। ल यो चाहिँ मोमो। ल अनिल राईले मोमो बनाएको, माटाको मोमो खुवाइरौ। ल बवाल रहेछ, तर ह्याप्पी छ। भित्र सब्जी पनि भरेको छ, माटाकै सब्जी है। के हो त्यो? अलिक साह्रो मटेङ्ग्रा। ल माटाको मटेङ्ग्राहरू बनाएको रहेछ भाइले, अङ्कित गोस्वामीले। ओके।